जाडो लाग्यो, जाडो लागेपछि अब दसैँको भन्दा पनि जाडोको त सपिङ गर्नु पर्यो नि त। अब जाडो लाग्यो नि त, हामी चाहिँ सपिङ गर्न हिँडेको। जाडो लागेर तातो तातो लुगा खोज्दै हिँडेको है हामी चाहिँ। अनि यसरी झोलामा लुगा बोक्न पाउँदा आनन्द आउँछ है त। हेलो गाइजहरू, के तपाईँ पनि जापानमा सस्तो लुगा खोजिरहनु भएको छ? सस्तो लुगा खोजिरहनु भएको छ नि चिन्ता नगर्नुहोस्, मैले तपाईँहरूलाई सस्तो लुगा लाउने ठाउँको नाम लिएर आइसकेको छु है त गाइजहरू। तपाईँहरू बस्ने ठाउँमा सिमामुरा भन्ने ठाउँ हुन्छ, त्यहाँ सिमामुरा ठाउँहरूमा चाहिँ तपाईँहरूले सस्तो लुगाहरू पाउनुहुन्छ है। त्यहाँनिर चाहिँ तपाईँहरूले भने जस्तो चाहे जस्तो तातो, गर्मी, न्यानो, ओछ्याउने बिछ्याउनेदेखि तपाईँहरूले राम्रो क्वालिटीमा एकदम राम्रो सस्तो कपडाहरू पनि पाउन सक्नुहुन्छ है। यहाँनिर चाहिँ धेरै सस्तो कपडा र राम्रो भुवा नउड्ने कपडाहरू पाउने ठाउँ चाहिँ यसलाई नै चिनिन्छ है, सिमामुरालाई। केटीको मात्र नभएर केटाहरूको पनि लुगाहरू एकदम राम्रो क्वालिटीमा पाउन सक्छ है। यहाँ चाहिँ एकदम सस्तो, राम्रो अनि भरपर्दो पनि। यहाँनिर चाहिँ तपाईँहरू महँगो कपडा किनेर पैसा धेरै डुबाइरहनु भएको छ भने चिन्ता नलिनुहोस्। तपाईँहरू चाहिँ सिमामुरा भन्ने ठाउँमा चाहिँ एकदम भिआइपी कपडाहरू पाउन सक्नुहुन्छ। एकदम राम्रो हुडी सुडी ज्याकेट स्याकेटहरू चाहिँ तपाईँहरूले पाउन सक्नुहुन्छ है। जाडोमा ओछ्याउने ब्ल्याङ्केटहरू पनि तपाईँहरूले यहाँनिर पाउन सक्नुहुन्छ। ओछ्याउनका लागि मजाहरू, बेडहरू है, यहाँनिर चाहिँ एकदम सस्तो अनि राम्रो सुविधाहरूको साथमा पाउन सक्नुहुनेछ। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। सिरानीहरू चाहियो भने सिरानीहरू पनि छ, सस्तो रेटमा छ है। सिरानीहरू पनि हेर्नु कस्तो राम्रो रातो सिरानीहरू छ। मैले पनि एकछिन त निकालेर कस्तो हुन्छ भनेर चेक पनि गरिदिएँ नि त। आनन्द आउने खाले रहेछ सिरानीहरू पनि, टाउको नदुख्ने, मुन्टो नदुख्ने, एकदम राम्रो रहेछ है त। तपाईँहरूले नि किन्न सक्नुहुन्छ। अब चाहिँ सबै कपडाहरू छानिसकेर म चाहिँ बिल पे गर्न जाँदैछु। अब बिल पे गर्नु पर्यो। लुगा कपडा किनेपछि नेपालको जस्तो हुँदैन नि त, रेट मिलाउने, भाउ मिलाउने त्यस्तो हुँदैन नि त। यहाँ चाहिँ जति रेट लेखिरहेको हुन्छ त्यति नै तिर्नुपर्ने हुन्छ हामीले। अब हामीले पैसा पनि पे गर्न लाइन लाग्नुपर्छ, नेपाल जस्तो छैन यहाँ। त्यत्तिकोमा अब हामीले लुगा पनि किनिसक्यो। हामीले त झोला पत्र झोलामा लुगा किनिसक्यो नि त। अब हेर्नु न कति धेरै लुगा किन्यौँ हामीले त, सस्तो पनि राम्रो पनि भनेर हामीले त धेरै कपडा किन्यौँ नि त। के तपाईँहरूले पनि यस्तै कपडाहरू किन्न चाहनुहुन्छ, हामी जस्तै धेरै कपडा बोकेर लान चाहनुहुन्छ भने आउनुहोस्। अनि हामीले जस्तै बोरा कपडा बोकेर जानुहोस् भन्दै आजको भ्लगहरू कस्तो छ, तपाईँहरू पनि लुगा लिन आउनुहोस् भन्दै आजको भ्लगलाई लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला है त। हस् त, धन्यवाद।